एकछिन लु यहाँ यस्ता यो मार्लोपट्टि पटुकी कसेर यो नि त यो सो हाँसकी बसेर सो गाइस आज चाहिँ हाम्रो लास्ट डे हो सो हामी रुमहरू छोडेर जाँदैछौँ गएको नाम चाहिँ छोडेर वर्ष आजको लागि चाहिँ हामी ट्रेकिङ बेलुका हल्ला गरेको याद आउँछ यहाँ माथि चुकुल भत्काएको यहाँ बसेको लगभग 2-3 डेज भइसकेको छ है सो आज हामी चाहिँ ट्रेनिङको बारेमा हामीले नलेजहरू पाइसक्यो ट्रेकिङको बारेमा सो हामीलाई उयो इक्विपमेन्टहरूको बारेमा भयो टेन्ट कसरी लगाउनु पर्ने सबै कुराको डिटेल्सहरू दिइसकिसकेको छ सो आजदेखि चाहिँ हाम्रो ट्रेनिङ सुरु हुनेवाला छ र अब हामी चाहिँ माथि जाँदैछ है रेडी भइसकेर र बसमा जान्छ होला सायद नाम चाहिँ दिन हामी हिँडिसकिसक्यो है अब चाहिँ हाम्रो सोरेङदेखि लिएर पर्सीसम्म जाने प्लान छ के हुन्छ घर फर्किदिएको हो केटा आफू चाहिँ नाम भनौँ है यहाँ चाहिँ छ 7 ब्रदर्सहरू छ 7 अरे 9-10 ब्रदर्स छ हामी चाहिँ अब घर फर्किँदैछु पटुकी कसेर यो नि त यो कमरैमा पटुकी कसेर मुसु मुसु हाँसकी बसेर रुखमै गर्दा मौसम छ तातो जवानी मुटु मेरो सिङलिङ उकालो हिँड्दैछ होइन सोरेङबाट सिङलिङको बाटो रहेछ यो चाहिँ उकालो हिँड्दैछ हामी चाहिँ सो गाइस अहिले चाहिँ हामी सोरेङ ग्राउन्डमा छ सो यहाँदेखि चाहिँ अब हाम्रो ट्रेकिङ सुरु हुनु गइरहेको छ छाता हुनेहरूको छाताहरू नहुनेको चाहिँ प्लास्टिकहरू प्रोभाइड गरिएको छ प्लास्टिक गरिरहेछ सो गाइस अब चाहिँ हामी लाइन लागिसकेको छ सो एकदम धेरै पानी परिदिरहेको हुनाले गर्दा है जोक भइदिरहेछ सो गाइस तपाईँले देख्न सक्नुहुन्छ पानी भन्ने चाहिँ कन्टिन्यू परिदिरहेको छ है बाटो पनि एकदम धेरै चिप्लो भइरहेछ र अहिले चाहिँ हामी यस्तो उकालो चढ्दैछौँ सिँढी गइरहेको छ सो पानी पानी छ बाटोभरि हेलो हेलो
नाइस हैन सो Welcome to my YouTube channel, guys. हेर्नुस् हामी चाहिँ अहिले क्याडबरी खाँदैछौँ ला किटक्याट उति बेसी मिठाई मामा यता हेर्दैन ल्याङ भइरहेछ नि ओ मामा यता हेरिदिनु ल्याङ भइरहेको छु भने यता हेरिदियो मामा ए लुक त हेर्नु भयो यताको त फेरि बक्सिङ सेकेन्ड चाहिँ के भन्नुहुन्छ गाइस तपाईहरु ह्यान्डसम छ है मान्छे ह्यान्डसम छ है आज हाम्रो साँच्चै भन्दाखेरि पिच त झन्डै छ है हामीले लगभग 7-8 किलोमिटर हिँडिसक्यो होला 8-9-10 किलोमिटर भन न के को 7-8 किलोमिटर अझै पनि पुगेको छैन है छिटो 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 सो गाइस हामी फाइनली बर्स आइपुगिसक्यो आफ्टर 6-7 आवर्सको बाद हैन सो धुम्म छ बर्से चाहिँ गफ नदे के भन्नु सुमन बोलाएन भन्नु आउने कल आइन है केटाहरूले टेन्ट बनाउँदैछ आउटर टेन्ट बनाउँदैछ है अस्ति सिकेकोहरूले केटाहरू यस्तो छ अनि अरूहरूले पनि टेन्ट बनाउँदैछ होइन हाम्रो टेन्ट चाहिँ यहाँ लाग्ने भयो यहाँ र यहाँ मुनितिर हैन पालै पिलाउनु छ ओ मा यहाँ मिलाउनु ल ल छिटो 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 केटाहरू के ढिलो गरेको हात्ती नपक्र न तिमी चाहिँ हात पक्रेको हैन एकछिन ल ल केटा उठाम उठाम एकजना उहाँ माथि जाऊ न दोस कस्तो ल ल ल ओ मामा यो ताना उठ्यो 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 टेन्ट उठ्यो एकछिन ल यहाँ यस्ता यो मालोपट्टिको अलिकति खोल्दिउँ त मामा त्यो छोड्दिउँ यो लु त यो सारुङ त अलिकति भयो अलिकति माथि भन न अन्त यस्तो मान्न सक्दैन यहाँ माथि भात लगाएको छा तिमी अर्को तलबाट छोड है दोस उठ्यो त अन्त भयो मामा टाइम बसाइदिने हो यो 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 मामा माथि यताबाट बसाइदिने मामा रातो चाहिँ यता अगाडि एकजना हेलो गाइस आज हामी टेन्ट बनाउन एकदम तयारीमा छ घुमाउ अलिकति घुमाउ गाइस अलि तान्नु छ भाइ तान्नु हैन घुमाउ न गाइस ओ यस्तो घुमाउ न यहाँ छ उल्टा भइछ नि उल्टा भइछ दोडी बाहिर परेछ यहाँ सही छ दोडी बाहिर परेछ भित्र परेछ सो गाइस टेन्टहरु बनाइसकिसक्यो हैन अब हामी टेन्टभित्र पस्नुवाला छु अनि यहाँ हागा के रहेछ खतरा बनाउँदैछ त को कसको गना हो खुट्टा दुईजनाको नि हो अब यहाँ दुईजना मात्रै छ मेरो त गनाएको छैन ल गाइस हाम्रो चाहिँ यस्तो छैन दिनहरु
सबैजना स्लिपिङ ब्यागमा यस्तो हालत छ स्लिपिङ ब्याग ओढेर सुत्नु पर्दैछ है टेन्ट हामी 4 जनाको टेन्ट हो 5 जनासम्म चाहिँ अड्छ भन्दैछ यो टेन्टमा है उहाँलाई जाडो भइसकेर हैन एउटा दुईटा तीनटा चारवटा आम्मामा 5 वटा खाप लगाइरहेछ यतिको चाहिँ जाडो हुनु पर्यो नि मुनिको त गर्नु पर्दा एउटा दुईटा तीनटा स्ल्याक्स पनि लगाइरहेछ 4वटा आम्मा हाम्रो सिम्पल हाम्रो दुईटा मात्रै छ भन्ने पर्दा त्यही कारण मान्छे ठुलो देखेको रहेछ नि त हो नि गाइस हाम्रो दुईटा मात्रै छ गाइस है स्लिपिङ ब्याग भित्र पनि पस्नु सकिसक्यो हैन जाडो छ गाइस वर्षमा चाहिँ हैन आउँदाखेरि चाहिँ तपाईहरु चाहिँ ब्ल्याङ्केटहरु चाहिँ एकदम लिएर आउनु जाडो हुन्छ नि अहिले यत्रो